हेलो गाइज, आजको यो भिडियोमा हामी HTML हेडिङ्सको बारेमा सिक्नेछौँ। यदि तपाईँ वेब डेभलपमेन्टमा नयाँ हुनुहुन्छ भने हेडिङ ट्याग्स बुझ्नु धेरै महत्त्वपूर्ण छ। यसले तपाईको वेब पेजलाई अर्गनाइज, रिडेबल र एसइओ फ्रेन्डली बनाउन मद्दत गर्छ। आज हामी H1 देखि H6 सम्मका हेडिङ ट्याग्स, उनीहरूको प्रयोग, महत्त्व र CSS स्टाइलिङ सहित सबै कसरी प्रयोग गर्ने भन्ने स्टेप बाइ स्टेप एक्सप्लेन गर्नेछौँ या मैले गर्नेछु। सबैभन्दा पहिला बुझौँ HTML हेडिङ्स भनेको के हो भनेर। HTML हेडिङ्स वेब पेजमा शीर्षकहरू बनाउन प्रयोग हुने इलिमेन्ट्स हुन्। HTML मा 6 वटा हेडिङ्स लेभल हुन्छन्। H1, H2 गरेर H6 सम्म रहेका हुन्छन्। H1 सबैभन्दा ठुलो हेडिङ्स हो र मुख्य टाइटलको लागि प्रयोग गरिन्छ। H2, H1 अन्तर्गत सबसेक्सनको लागि प्रयोग हुन्छन् भने H3 देखि H6 सम्म सबसेक्सन वा नोट्सको लागि प्रयोग हुन्छन्। ध्यान दिनुहोस् कि HTML पेजमा केवल एक H1 ट्याग प्रयोग गर्नु राम्रो प्र्याक्टिस हो। यसले सर्च इन्जिन र युजर्स दुवैलाई पेजको मुख्य विषय बुझ्न सजिलो बनाउँछ। दिएको चित्रमा तपाईले देख्न सक्नुहुनेछ कोडले पेजलाई लोजिकल सेक्सनमा डिभाइड गर्छ, रिलायबिलिटी र नेभिगेसन सुधार्छ भनेर देखाइएको छ। अनि यसको हामीले HTML इनपुट गरिसकेपछि यसको आउटपुट चाहिँ यसरी स्ट्रक्चर बनाएको हुन्छ, जहाँ तपाईले अहिले चित्रमा देखिरहनु भएको छ वा भिडियोमा देखिरहनु भएको छ। यसले कन्टेन्टलाई क्लियर सेक्सनमा अर्गनाइज गर्छ र पेज प्रोफेसनल देखिन्छ। अब जानौ HTML हेडिङ्स किन प्रयोग गरिन्छ त भन्ने कुरा। सबैभन्दा पहिलो कारण भनेको HTML हेडिङ्सले कन्टेन्ट अर्गनाइज्ड बनाउँछन्। ठुलो कन्टेन्ट हेडिङ्स बिना पढ्न गाह्रो हुन्छन्। त्यस्तै गरी दोस्रो रहेको छ हेडिङ्स एसइओ को लागि महत्त्वपूर्ण हुन्छ। सर्च इन्जिन हेडिङ्स ट्याग्स पढेर पेजको मेन टपिक बुझ्छन् वा बुझ्न सजिलो हुन्छ। त्यस्तै गरी तेस्रो रहेको छ एसिबिलिटी सुधार्छ। स्क्रिन रिडर्स हेडिङ्स अनुसार कन्टेन्ट एक्सप्लेन गर्छन् र अन्त्यमा रिडाबिलिटी बढ्छ। युजर्स हेडिङ्स पढेर कन्टेन्ट सजिलै बुझ्न सक्छन् र कन्टेन्टमा के भइरहेको छ भन्ने कुरा पनि हेडिङ्सबाटै थाहा पाउन सकिन्छ। हेडिङ्स ट्याग्स प्रयोग गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन्। ती मध्येमा सबभन्दा पहिलो रहेको छ पेजमा केवल एक मात्र H1 को प्रयोग गर्नु राम्रो हो। त्यस्तै गरी H1, H2, H3 गरेर क्रमशः H6 सम्म मेन्टेनेन्स गर्नुहोस् वा मेन्टेनेन्स गर्नुपर्छ। अनि त्यस्तै गरी H1 अनि H3 गर्नु हुँदैन। H1, H2, H3 गरेर मेन्टेनेन्स गर्नु अत्यन्त राम्रो हुन्छ। त्यस्तै गरी हेडिङ्सलाई कलर, फन्ट साइज, फन्ट फ्यामिली आदि प्रयोग गरेर पर्सनलाइज गर्न सकिन्छ, जसले गर्दा हामीलाई CSS को युज गर्यौं भने एकदम राम्रो देखिन्छ। उदाहरणका लागि CSS सँग हेडिङ्स कसरी स्टाइलिश गर्न सकिन्छ भनेर मैले तपाईलाई यो भिडियोमा देखाएको छु, जहाँ अहिले तपाईले स्क्रिनमा देखिरहनु भएको छ। यसले हेडिङ्सलाई प्रोफेसनल र आकर्षक लुक दिन्छ। अब हामीले एउटा पुरा एक्जाम्पल पनि हेर्नेछौँ, जुन तपाईलाई मैले प्र्याक्टिकल्ली हामीले हेडिङ्सको बारेमा कसरी हेडिङ्स तयार गरिन्छ HTML एडिटर अथवा VS कोडको मार्फत तपाईलाई मैले देखाउने छु। भिडियोमा हामीले एउटा HTML फोल्डर डेस्कटपमा क्रिएट गरेका थियौं। त्यहाँ क्रिएट गरेर चाहिँ भिडियो भन्ने HTML फाइल चाहिँ हामीले क्रिएट गरेर बनाएका थियौं। आज हामीले त्यही हेडिङ्स फाइल बनाउने छौं र तपाईलाई हेडिङको ट्युटोरियल दिनेछु है त। अब VS कोडमा जाउँ, हामी पहिला खोलौं। VS कोडमा यहाँबाट पनि हेर्न सकिन्छ त्यो फोल्डर भित्र demo.html भनेर बनाएका थियौं। आज चाहिँ हामी हेडिङ heading.html भनेर बनाउने चाहिँ अर्को फोल्डर र यसमा काम गर्ने छौं है त सम्पूर्ण काम। सुरुमा हामीलाई अनिवार्य गर्न पर्ने एउटा यो डक टाइप भनेर तपाईले थाहा पाइसक्नु भयो होला। पहिले नै मैले तपाईलाई सुरुमै भनेको थिएँ। त्यसपछि हामीले एउटा HTML फाइल चाहिँ क्रिएट गर्छौं अनि यसको HTML फाइल क्रिएट गरेर जसलाई इलिमेन्ट भनिन्छ, इलिमेन्ट भित्र चाहिँ हामीले अब लेख्ने प्रयास गर्छौं। इलिमेन्ट भित्र दुईटा हुन्छ मैले भनिसकेको थिएँ पहिले, head है, रोक्नु है, यो टाइपिङ अलिकति मिस्टेक भएको छ। हेड अनि त्यस्तै गरी हेड पछि अनि हामीले अर्को के क्रिएट गर्छौं भन्दाखेरि इन्डिङ ट्याग, हेडको पनि इन्डिङ गर्छौं, हेड है त। अलिकति मिस्टेक भइरहेको, यसले सजेसन दिएको हुनाले होला कि। अनि हामीले अर्को के काम गर्छौं, यहाँ भित्र बडीको काम गर्छौं, BODY बडी भनेर काम गर्छौं। अनि त्यसपछि त्यसलाई पनि
इन ट्यागले क्लोज गर्छौँ है त बढी। अब जे जति काम गर्नेछौँ हामीले यहीँभित्र काम गर्नेछौँ। पहिला हेडिङमा चाहिँ हामीले यहाँ लेखौँ, ट्याब लिँदौँ। यसमा टाइटल इलिमेन्टभित्र हामीले के लेख्छौँ, टाइटल टाइटल भनेर दिन्छौँ। अनि दिस इज अ बिग संसार बिग संसार HTML टाइटल भनेर टाइटल भनेर गरौँ है त, टाइटल भनेर यो गर्छौँ। अनि त्यसपछि हामीले अब जे जति लेख्छौँ बढीमा लेख्ने गर्छौँ है त। बढीमा ट्याबमा जाउँ। अब हामीले H1 देखि H6 को आज हामीले ट्युटोरियल हेरेको हुनाले चाहिँ हामीले त्यही गर्छौँ। पहिला हामीले चाहिँ CSS बिना चाहिँ H1 देखि H6 सम्म लेख्छौँ र त्यसको हामीले इन्टरफेस हेर्छौँ, आउटपुट कस्तो देखाउँछ त्यो हेर्छौँ। अनि त्यसपछि फेरि हामीले अलिकति CSS लगाएर चाहिँ काम गर्नेछौँ है त। फटाफट गरौँ। H1 अनि त्यस्तै गरी यो दिस इज अ H1 भनेर लेखौँ है त। अनि त्यस्तै गरी अब यसैलाई मैले H2 भनेर गर्छु, H2 भनेर। अनि त्यसो गरिसकेपछि H3 H4 अनि त्यस्तै गरी फेरि हामी जानेछौँ यहाँ H5 अनि त्यस्तै गरी H6 गरेर गर्नेछौँ है त। H2 मा पनि दिस इज लेख्छौँ यहाँ, दिस इज अ H2 भनेर है त। अब यति गरिसकेपछि अब यसलाई कन्ट्रोल एसले सेभ गर्छौँ। अनि हामीले यसको इन्टरफेस हेर्छौँ है त। इन्टरफेस हेर्छौँ, फोल्डरमा जाउँ। फोल्डरमा गएपछि यहाँ हेडिङ भनेर देखिएको छ, यसमा क्लिक गऱ्यो भने यस्तो देखाउँछ। H1 H2 H3 अनि H4 H5 H6। जति हामीले H1 देखि तल तल गयो त्यति सानो सानो हुँदै गएको छ है त। अब त्यहाँ हामीले अनि के भनेर पढेका थियौँ, H1 चाहिँ हेडिङको लागि युज गरिन्छ, आर्टिकलको टाइटलको लागि, अनि सब टाइटलको लागि यो युज गरिन्छ भनेर। अनि बाँकी चाहिँ क्रमश नोट वा सब सेक्सनको लागि युज गरिन्छ भनेर हामीले पढेका थियौँ है त। यो पनि सब सेक्सन, तर के को भन्दा H1 को सब सेक्सन भनेर चाहिँ हामीले सम्झनुपर्ने हुन्छ है त। अब यसैमा हामीले H1 भित्र हामीले के थप्छौँ भन्दाखेरि स्टाइल थप्छौँ अनि फन्ट फ्यामिली थप्छौँ है त। अब H1 भित्र हामीले स्टार ट्यागको भित्र चाहिँ हामीले अलिकति H1 लाई स्पेस दिएर यहाँ STYL स्टाइल भनेर थप्छौँ, स्टाइल इज इक्वल टु, अनि त्यसरी डबल क्वाट भित्र हामीले लेख्छौँ है त। कलर चेन्ज गरौँ, COLR कलर भनेर। अनि त्यसपछि हामीले के राख्छौँ कलरमा, रेड भनेर राखिदिउँ है त, रेड भनेर राखिदिउँ। अनि त्यस्तै गरी सेभ गरौँ। सेभ गरेर फेरि यसको हेरौँ कस्तो देखिन्छ, रेड आयो यो चाहिँ। अब अलिकति हामीले फन्ट पनि चेन्ज गर्छौँ है त यहाँनिर। अनि त्यसपछि फन्ट फ्यामिली, फन्ट फ्यामिली भनेर यहाँ तलनिर रहेको छ, फन्ट फ्यामिली एरियल भनेर राखौँ है त। एरियल भनेर राखौँ भने यो ठिकै छ है त। एरियल भनेर सेभ गरौँ है त। कस्तो देखिन्छ एरियलमा फन्ट फ्यामिली हेरौँ है त। यो चाहिँ अलि अर्कै टाइपको देखिएको छ है त। यस्तै गरेर अरू पनि हामीले यहाँ चेन्ज गर्ने कोसिस गर्नेछौँ। स्टाइल COLOR कलर, कलरमा यसमा ग्रिन राखिदिउँ है त, GREN ग्रिन राखिदिउँ। अनि त्यस्तै गरी फेरि अब सेमिकोलन पछि हामी फन्ट फ्यामिली भनेर चाहिँ यो राखिदिन्छौँ। अनि त्यसपछि क्युरियस न्यू क्युरियस यो भनेर राखिदिन्छौँ है त। कस्तो आउँछ हेरौँ। अब देख्न सक्नुहुन्छ तपाईँले ग्रिनमा आएको छ, तर अलिकति स्पेस बढी आएको छ है त। अब हामीले यसैलाई यत्रो नहानेर हामीले अलिकति छोटो पनि हान्न सक्छौँ। एरियलको ठाउँमा अरू कुनै राख्न सक्छौँ है त। एरियलको ठाउँमा अरू कुनै पनि राख्न सक्नुहुन्छ, तपाईँले जुन पनि राख्न सक्नुहुन्छ। तर मैले एरियलै राखिदिएँ है त। यहाँ चाहिँ एरियलै राखेर हामीले प्र्याक्टिस गर्नेछौँ। बाँकी तपाईँले चाहिँ अरू राखेर पनि हेर्न सक्नुहुनेछ है त। अब फटाफट हामीले H6 सम्म यस्तै स्टाइल चाहिँ कलर मात्र चेन्ज गर्नेछौँ, फन्ट चाहिँ त्यही राख्नेछौँ है त। STYL स्टाइल, अनि त्यस्तै गरी कलर COL कलर। अनि त्यस्तै गरी यसमा हामीले के राख्नेछौँ, ब्लू यो कलरको राख्छौँ है त, ब्लू भोइलेटको राख्छौँ। अनि त्यस्तै गरी फेरि पछि हामीले यस पछाडि फन्ट फ्यामिली राख्दैनौँ है त। अनि त्यस्तै गरी H4 मा पनि हामीले स्टाइल चेन्ज गरौँ सबैमा।
अब हामीले सम्पूर्ण स्टाइलिस भरिसकेका छौँ कलरले। अब एक रिफ्रेस गरौँ कस्तो देखिन्छ। यसो तपाईँले देख्न सक्नुहुन्छ यस्तो आएको छ। किनभने यहाँ तलपट्टि किन यस्तो कलर देखिएन भन्दा हाम्रो ब्याकग्राउन्ड व्हाइट कलरको भएको हुनाले चाहिँ देखिएको छैन है त। अब हामीलाई यहाँ हिडमा हामीले CSS को युज गर्नलाई हामीले स्टाइल पनि युज गर्न सक्छौँ। यसरी स्टाइल युज गरेर तपाईँले चाहिँ गर्न पनि सक्नुहुनेछ है त। स्टाइल युज गरेर स्टाइल अनि ब्राकेट क्लोज गरौँ। स्टाइलले जो क्लोज गरौँ यसरी गर्न सकिन्छ। अनि यहाँ हामीले चाहिँ स्टाइल भर्न सकिन्छ। जस्तो बडी भनेर हामीले युज गर्न सक्छौँ। अनि त्यस्तै गरी ब्याकग्राउन्ड कलर ब्ल्याक अथवा केही भनेर हामीले राख्न पनि सक्छौँ। यहाँ जुन चाहिँ रेकमेन्डेड गरेको छ मैले यहीँ राख्दै। अब ब्याकग्राउन्ड कलर हामीले चेन्ज गऱ्यौँ भने चाहिँ अरू कलर देखिन्छ है। त्यही ब्याकग्राउन्ड कलर ब्ल्याक आएको छ अनि अरू कलर चाहिँ देखिएको छ है त यहाँनिर। यसरी हामीले चाहिँ सजाउन सक्छौँ, जे पनि लेख्न सक्छौँ है त। अब यसैको माध्यमले हामीले यसलाई आर्टिकल पनि बनाउन सक्छौँ। तर मैले तपाईँलाई त्यो चाहिँ नेक्स्ट भिडियोहरूमा देखाउने छु। अहिलेलाई चाहिँ हामीले यति बुझौँ है त। बाँकी चाहिँ CSS पढ्दाखेरि कसरी हामीले कस्टमाइज गर्ने अनि त्यस्तै गरी फेरि आर्टिकल लेख्दा कसरी गर्ने भनेर सम्पूर्ण जानकारी दिनेछु नि। यसले क्लियरली स्ट्रक्चर हेडिङ्स डिस्प्ले गर्छ। H1 सबैभन्दा ठुलो, H6 सबैभन्दा सानो र हेडिङ्सले कन्टेन्टलाई लोजिकल अर्डरमा राख्छ। यो त तपाईँले बुझिसक्नु भयो नै होला। सारांशमा भन्नुपर्दा HTML हेडिङ्स वेब पेजको ब्याकबोन जस्तै हुन्। H1 देखि H6 ट्याग्सको सही प्रयोगले कन्टेन्ट अर्गनाइज, रिडेबल र SEO फ्रेन्डली हुन्छ। मुख्य पोइन्ट्स याद राखौँ। फेरि तपाईँलाई मैले भन्न चाहन्छु, पहिला पनि भनिसकेको थिएँ यो कुरो। केवल एक H1 मात्र प्रयोग गर्नुहोस्। अनि त्यस्तै गरी सिक्वेन्शियल अर्डर मेन्टेन गर्नुहोस्। त्यस्तै गरी CSS स्टाइलिङ प्रयोग गरेर हेडिङ्स पर्सनलाइज गर्नुहोस्। यी सबै कुरा अभ्यास गर्दा तपाईँको वेब पेज प्रोफेसनल र युजर फ्रेन्डली देखिन्छ। आजका लागि यति नै भन्न चाहन्छु। अन्य नयाँ एपिसोडमा नयाँ टपिकहरूमा भिडियो अवश्य नै लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि ओजेल पर्न चाहन्छु। हस्त धन्यवाद।